आदरणीय दाजुभाइ दिदीबहिनीलाई नमस्कार गर्न चाहन्छु। अहिले हाम्रो देश नेपालमा एउटा राजनीतिक व्यक्तित्वको खुबै नै चर्चा भइरहेको छ, जसको नाम हो बालेन्द्र शाह। बालेन हालै चुनावी कार्यक्रममा उहाँले सुदूरपश्चिम प्रदेशमा गएर सुदूरपश्चिममा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरूको अवलोकन तथा भ्रमण क्षेत्रमा उहाँले जुन सुदूरपश्चिममा भाषण दिनुभएको छ, उहाँको भाषणप्रति सबै जनता, सबै युवाहरूलाई आशा र भरोसा पलाएको छ। हाम्रो देशले परिवर्तन गर्न सक्छन् भन्ने एउटा जुन बालेन शाहमाथि हाम्रो आशा पलाएको छ। हामीले उहाँ जस्तो लगनशील, स्वाभिमानी तथा सकुशल व्यक्तिलाई तथा पार्टीलाई अगाडि पुगाउन सकौँ भने हाम्रो देशले अवश्य नै प्रभावित हुन्छ, हाम्रो देशले अवश्य नै परिवर्तन गर्न सक्छन् भन्ने आशाका साथ म आज एउटा सानो भिडियो बनाउँदैछु। जुन हाम्रो बालेन शाहज्यूले भन्नुभयो, स्विजरल्यान्डको बाउ बढी मालिका जुन यही हाम्रो सुदूरपश्चिममा छ, खप्तर राष्ट्र निकुञ्ज यही छ भन्दाखेरि जुन अहिले सामाजिक संसारको ट्रेन्डमा पर्न गएको छ, अहिले विश्वभरि नै एउटा बोलीले, एउटा भाषणले सामाजिक संसारको ट्रेन्डमा पर्नु भनेको एउटा सबभन्दा ठुलो। उहाँलाई एउटा बोलीले यहाँसम्मको काम गर्न सक्छन् भने जब उनी सत्तामा पुगेपछि, सत्ता पाएपछि, उहाँले पद पाएपछि नेपाली जनता र नेपालको लागि केही न केही गर्न सक्छन् भन्ने एउटा आशा जागेको छ। त्यही भएर अहिले हामी चुनाव लगभग नजिक आइसकेको छ। हामीले सोचेर विचार गरेर हामीले भोट दिनुपर्ने बेला आएको छ साथीहरू। मलाई त लाग्छ रासपालाई अहिले अगाडि बढाउनुपर्छ, किनभनेपछि त्यो पार्टीमा प्रतिबद्ध व्यक्तिहरू, जुन नेतृत्ववादी व्यक्तिहरू छन्, तिनीहरू राष्ट्रसेवक, राष्ट्रप्रेम, लगनशील भएर देशको लागि केही न केही गर्छु भन्ने आँटका लागि अगाडि बढिरहेका छन्। त्यही भएर हामी जनताले पनि तिनीहरूलाई साथ र सपोर्ट गर्नुपर्छ भन्ने आजको मेरो यो प्रतिबद्धता छ साथीहरू। हेर्दाखेरि पछिल्लो समय उहाँले जुन जनकपुरमा गएर पनि भाषण दिनुभयो, अत्यन्तै राम्रो छ। एउटा स्वाभिमानी, राष्ट्रप्रेमीकामा हुनुपर्ने सबै गुणहरू अहिले यो बालेन शाहमा देख्न पाइएको छ साथीहरू। हाम्रा सुदूरपश्चिमबाट जननिर्वाचित भएर गएका प्रतिनिधिहरूले 4-4, 5-5 चोटि प्रधानमन्त्री भए, तर तिनीहरूले अहिलेसम्म हाम्रो सुदूरपश्चिमको लागि केही गर्न सकेको छैन। सुदूरपश्चिममा भएका त्यस्ता धार्मिक तथा पर्यटकीय क्षेत्र हुँदाहुँदै पनि तिनीहरूले कहिल्यै प्रचार प्रसार पाएनन्। त्यही भएर हामी सुदूरपश्चिमेलीहरू अहिले नेपालको सबभन्दा पछाडिएको क्षेत्रमा पर्न आएका छौँ। हामीले सानोतिनो काम तथा रोजगारको लागि पनि मित्र राष्ट्र भारत र विदेशतिर धाउनु परेको छ। यसको मुख्य कारण हाम्रो देशको दृष्टिविहीन राजनीति र हामीले पठाएका प्रतिनिधिहरूले आफ्नो क्षेत्रप्रति प्रयास नगर्नु हो। हामीले जनप्रतिनिधि बनाएर अगाडि पायौँ, तिनीहरूले आफ्नो घर, आफ्नो परिवार र आफ्नो पार्टीको लागि मात्रै काम गरे, तर हामी जनताहरूको लागि कहिल्यै काम गरेन, आफ्नो क्षेत्रको लागि कहिल्यै काम गरेन, आफ्नो गाउँको लागि कहिले काम गरेन। अहिले ती व्यक्तिहरू भन्दैछन् हामीलाई भोट दिनुहोस्, हामी यस्तो गर्छु। यति 4-5 चोटि पठाउँदा तपाईँले सत्तामा पठाउँदाखेरि तपाईँले हाम्रो देश र हाम्रो आफ्नो क्षेत्र, आफ्नो समाजको लागि के गर्नुभयो, हामी जनता त्यसको हिसाब माग्न चाहन्छौँ। नाम त म स्पष्टीकरण गर्दैन, किन म कुनै राजनीति पनि होइन। हाम्रो सुदूरपश्चिमको बैतडी जिल्लाबाट नि 3-4 चोटि पदभार सम्हालेका मान्छेहरू छन्। उहाँले अहिलेसम्म त्यत्रो पाटन त्यो एयरपोर्ट उद्घाटन त भयो, तर प्लेनहरू कहिल्यै चलेन। हाम्रो सुदूरपश्चिममा भएका त्यस्ता धार्मिक पर्यटक तथा क्षेत्रहरू कहिल्यै प्रचारमा आएन। अहिले एउटा बालेन शाहको भाषणमा अहिले त्यो हाम्रो सुदूरपश्चिममा रहेका ती धार्मिक यस्तो सामाजिक ट्रेन्डमा
परेका छन् भने उहाँलाई हामीले देश र जनताको लागि काम गर्न दियो भने उहाँले केही न केही परिवर्तन गर्न सक्छन् भन्ने एउटा आशा पलाएको छ। त्यही भएर निर्भय निस्वार्थ भएर रासपा राष्ट्रिय स्वतन्त्र पार्टीमा चिन्हमा भोट दिई रासपालाई अगाडि बढाउँ र देशमालाई परिवर्तनतिर लगाउँ। उहाँले हाम्रो देशको लागि केही न केही त गर्न सक्छन् भन्ने एउटा आत्मविश्वास र विश्वास देखाएका छन्। साथीहरू, हामीले धेरै दुःख भोगिसक्यौँ। अब हामीले परिवर्तन खोजिरहेका छौँ। परिवर्तनको लागि हामीले सही व्यक्तित्व चुन्नु जरुरी परेको छ। त्यही भएर मैले आफ्नो आत्माले चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीलाई चुनिसकेको छु। तपाईँले कुन पार्टीलाई चुन्नु भएको छ कमेन्टमा आएर कमेन्ट गर्नुहोला। अनि कस्तो लाग्छ यो भिडियोलाई धेरैभन्दा धेरै सेयर गरेर जुन सुदूरपश्चिममा आएर बालेन दाईले एउटा भाषण दिनुभएको उहाँको दृष्टि उहाँको सोचलाई म सल्युट गर्न चाहन्छु। उहाँ जस्तै व्यक्तिको जरुरत छ अहिले हाम्रो देश नेपालमा। उहाँ एकजनाले पनि हाम्रो देशमा हामीले साथ सपोर्ट दियौँ भने हाम्रो देश नेपाललाई स्विजरल्यान्ड र त छँदैछ एउटा स्वर्गको टुक्रा बनाउनमा टाइम लाग्दैन। हामीलाई गरिबीको रेखामुनिबाट उकास्न देर लाग्दैन। काम भएको तर चाल नपाएको जुन भन्नुभयो नि, तर हामीसँग त्यही हो कुरो साथीहरू। हामीसँग प्रशस्त स्रोत तथा साधन हुँदाखेरि पनि हामीले तिनीहरूको उपयोग गर्न सकेका छैनौँ क्या। हाम्रो क्षेत्रमा त्यत्रो महँगो प्राणदायक जडीबुटीहरू वनस्पतिहरू जलविद्युत पानीहरू त्यत्रो हुँदाहुँदै पनि हामीले अहिले उपयोग गर्न नसकेर कतिपय हाम्रा गाउँ अँध्यारामा छन्। कतिपय मान्छेहरूमा स्वास्थ्य चौकी छैन, औषधि नपाएर आदमीहरू सेवा सुविधा नपाएर छटपटाएर मरिरहेका छन्। यसको कारण भनेको सेवा सुविधा नभएकोले अहिले प्राय नेपाली दाजुभाइ आफ्नो देश छोडेर विदेशतिर पलायन भइरहेका छन्। तिनीहरूले आफ्नो देशमा फर्कने सपनै छैन। जता जानुहुन्छ त्यतै बस्ने उहाँहरूले सोच बनाउनुहुन्छ। अब यो सोच आउन नदिन हामीले हाम्रो देशमा नै केही गर्नुपर्छ। हामीले विदेश जानुभन्दा आफ्नो देशमा बसेर केही न केही गर्नुपर्छ सोचमा हुनुहुन्छ भने अहिले हामीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई अगाडि बढाउनै पर्छ भन्दै म आजका मेरो एउटा सानो भिडियोलाई यही टुक्रिन चाहन्छु। त गाइस, कस्तो लाग्यो तपाईँलाई, के भन्न चाहनुहुन्छ तपाईँ राष्ट्रिय स्वतन्त्र पार्टीलाई? आफ्नो कमेन्ट तल राइमा राख्नुहोस्। धन्यवाद।